कांग्रेसका राष्ट्रिय सभाका सांसद नारायण दत्त भट्ट र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहप्रति आक्रोश व्यक्त गर्नुभएको छ। बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले शाहले भदौ 24 गते देशलाई खरानी बनाउने कामको नेतृत्व शाहले गरेको आरोप लगाउँदै त्यस्ता व्यक्तिले प्रधानमन्त्री भएर मुलुकको मुहार फेर्छ भन्ने कुनै ग्यारेन्टी नभएको बताउनु भएको छ। सांसद भट्टले शाहले काठमाडौँ महानगरपालिकाको जिम्मेवारी पूरा नगरेकोमा पनि आपत्ति जनाउनु भएको छ। एउटा जिम्मेवारी पूरा नहुँदै अर्को जिम्मेवारी जाने, पत्रकारिताको नाममा मन्त्री बन्ने अनि सांसद बन्न खोज्नेहरूले संविधान बनाउने र देश र जनताको लागि रगत पसिना बगाउने नेताहरूलाई पुराना भनेर अतिरिक्त उपदेश दिने काम कुनै पनि हालत जायज नभएको उहाँले जिकिर गर्नु भएको छ। जसरी 24 गतेको एउटा भिडको निर्णयले यो देशलाई खरानी बनायो, के ग्यारेन्टी छ भिडको भरमा आज प्रधानमन्त्री घोषणा गर्ने, आफूलाई प्रधानमन्त्री हुँ भन्ने, यो देशको मुहार फेर्छौँ भन्ने कुराको भएको संविधानको प्रयोग गरेर देशलाई खरानी बनाउनेहरूले यो देशको मुहार फेर्छ भन्ने कुराको के कुराले ग्यारेन्टी गर्दछ? यो यसको सिम्बोलिक होइन, आफ्नो एउटा जिम्मेवारी छोडेर अर्को जिम्मेवारीमा जाने, आफू एउटा मिडिया हाउसको चाहिँ सबभन्दा ठुलो चाहिँ पत्रकार भनेर चाहिँ उभ्याएर चाहिँ मन्त्री खाने र चाहिँ मैदानमा चाहिँ माननीय हुन जाने, बाँकी चाहिँ तपाईँ हामी जस्ता विचारले बाँधिएका, विचारका लागि, जनताका लागि रात दिन खटेका मानिसहरू बदनाम हुँदै जाने पुरानाका नाउँमा म उहाँहरूलाई भन्न चाहन्छु, पहिला पुराना आमा बुवा पनि भए होला। सांसद भट्टले सामाजिक सञ्जालमा स्टन्टबाज गर्नेबाट पनि देशलाई जोगाउनु पर्ने अवस्था आएको बताउनु भएको छ।